घरमा आलुचप बनाएर खानुभएको छ कि छैन? आज घरमै बनाएर खाउँ है त। हेलो फ्रेन्ड्स, आज चाहिँ म तपाईँहरूलाई घरैमा आलुचप बनाएर देखाउन गइरहेको छु एक्चुअली आज चाहिँ यहाँ फ्यामिलीमा चाहिँ आलुचप खाने प्लान भयो। सो आज चाहिँ म आलुचप बनाउन गइरहेको छु। सो कसरी बनाइन्छ र के गरिन्छ भन्ने कुरा चाहिँ हेरौँ है त। फ्रेन्ड्स, मैले चाहिँ यहाँ बेसन, फुड कलर र सब्जी मसला लिएको छु अनि भाँडा रेडी गरेको छु। र अब यो भाँडामा चाहिँ म यहाँ बेसन हाल्दैछु र बेसन हालिसके पछाडि थोरै यसमा फुड कलर पनि म खोलेर हाल्दैछु र फुड कलर पछाडि सब्जी मसला जुन मैले लिएको थिएँ त्यो चाहिँ एज अ अप्सनल हो यो चाहिँ तपाईँले हाले पनि हुन्छ, नहाले पनि हुन्छ। यो म सब्जी मसला पनि अलिकति लगाइसके पछाडि यसमा अलिकति पानी हालेर चाहिँ म यसलाई घोल्न गइरहेको छु। यो चाहिँ अलिकति बाक्लै हुनुपर्छ, चम्चीमा लाग्ने गरी। साथी हो, मैले त्यतिन्जेलमा चाहिँ आलु उसिनेर रेडी गरिसकेको थिएँ र प्याज पनि काटिसकेको थिएँ। अब म यसलाई मोल्न गइरहेको छु। यसमा चाहिँ मैले आलु, प्याज, खोर्सानी हालेर चाहिँ अहिले मुस्दैछु। थोरै स्वादको लागि नुन हालेको छु अनि त्यस पछाडि अलिकति सब्जी मसला पनि राखेको छु। त्यस पछाडि थोरै बेसार फेरि अलिकति हालेको छु मैले। त्यस पछाडि धनियाँ अनि थोरै धुले खोर्सानी। यसमा चाहिँ तपाईँहरूले आलुचपलाई स्वादिलो बनाउन मनपर्ने सबै मरमसलाहरू चाहिँ हाल्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले अलिकति अदुवा लसुनको पेस्ट पनि राखेको छु र केही अरू मसलाहरू जस्तै धनियाँको धुलो र कश्मिरी मिर्च पनि थोरै हालेको छु। साथी हो, तपाईँहरूले चाहिँ स्वादअनुसार आफूलाई लागे जति राख्न सक्नुहुन्छ। मसलाहरू हालिसक्दा चाहिँ अहिले यस्तो देखिएको छ। साथी हो, अब चाहिँ म यसलाई राम्ररी मुस्न गइरहेको छु। यसलाई सबैपट्टिबाट राम्ररी मुसिसके पछाडि यो यस्तो देखिएको छ साथी हो। यसरी सबै इन्ग्रिडियन्ट्सहरूलाई मिक्स गरिसके पछाडि हामीले यसको पेस्ट पनि बनाइसकेको छौँ र लिक्विड पनि रेडी छ डुबाएर चाहिँ तार्नलाई। र मैले चाहिँ कराही बसिसकेको छु भने यसरी यहाँ चाहिँ मैले सनफ्लावर तेल चाहिँ युज गरेको छु। तपाईँहरूले पनि सनफ्लावर तेल युज गर्न सक्नुहुन्छ। र मैले चाहिँ बनाएको आलुचपलाई चाहिँ पेस्टमा यसरी डुबाउँदै कराहीमा राख्दैछु साथी हो। यो हेर्दा पनि निकै राम्रो देखिरहेछ। यसरी केही छिनसम्म हामीले तारे पछाडि यसलाई चाहिँ उल्ट्याउनु पर्छ र उल्ट्याउँदै यसलाई पकाउँदै गर्नुपर्छ। हेर्नुहोस् त, फुड कलरले गर्दाखेरि कलर पनि कति राम्रो आइरहेको छ। यसलाई चाहिँ एकछिन पकाएर पाकिसके पछाडि अर्को भाँडामा निकालेर एकछिन तेल तर्न दिने र यो चाहिँ हाम्रो आलुचप हो साथी हो। यस्तो देखिएको छ, हेर्दा पनि खाउँ लाग्ने खालको बनेको छ। र हामी चाहिँ बेलुकाको समयमा यो बनाएको हुनाले गर्दाखेरि आज माम नखाने निर्णय गरी यो आलुचप नै चिउरासँग खाने निर्णय गऱ्यौँ। र यसरी परिवार नै बसेर चाहिँ टक्कसँग वरिपरि बसेर यसरी खानपिन गऱ्यौँ। तपाईँहरू पनि आफ्नो परिवारसँग बसेर यस्तै मिठा परिकारहरू बनाई खानुहोला र मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। यसलाई माया गरिदिनु होला र हेर्दै गर्नुहोला भन्दै हजुरहरूबाट बिदा हुन्छु।